विषय केसँग केन्द्रित हुन्छ जे चलिरहेछ मैले दिएको थिएन पढ्नुहोस् मान्यज्यूहरू ठिक छ अब सभामा बोल्ने अधिकार सबैको हुन्छ मेरो एउटा विशेष आग्रह के हो यहाँहरू सबै मान्य सदस्यसँग भने हाम्रो जीवनको लामो समय हामीले यही चाहिँ सदन सञ्चालन अथवा यही राजनीति यही प्रक्रियाबाट गुजारेका छौँ हामीले अहिले आफ्नो अनुकूलतामा भएका मूल्य मान्यताहरू तोडिराखेका छौँ कि छैनौँ भन्ने कुरा नि हामी सबैले हेक्का राखौँ म एउटा चाहिँ यहाँ चेयर गरेको नाताले मैले मान्य सदस्यलाई बोल्न हुन्छ हुन्न पाइन्छ पाइँदैन भन्ने कुरामा मेरो धेरै त्यति नहोला तर पनि मेरो आग्रह के हो भने सबैले आफ्ना धारणा विचार विषयवस्तु राख्न खोज्दा भोलिका दिनमा ती मूल्य मान्यताहरू फेरि आफैतिर फर्किन्छन् कि फर्किँदैनन् होला भन्ने कुराको नि हेक्का राख्न जरुरी छ त्यसकारण चाहिँ सकेसम्म मेरो आग्रह के हो भने यो अहिले हाम्रो जे गतिविधि अगाडि बढेको छ सदनको यसलाई सकेसम्म मिनिमाइज गर्ने यसका चाहिँ जो दायरा छ नि तर चाहिँ सत्ता पक्ष र प्रतिपक्ष त्यसको बीचको दायरालाई कम गर्न चाहिँ मद्दत गर्नुहुनेछ भन्ने कुरा राख्दै एकदम संक्षिप्तमा विषय राख्न म अनुरोध गर्छु सम्माननीय अध्यक्ष महोदय अहिले आजको दिनमा जुन कार्यक्रमहरू हामीले प्राप्त गरेका छौँ यो अध्यादेश पछि प्रतिस्थापन विधेयकको बारेमा हामीहरू छलफल गर्दैछौँ संविधानले अध्यादेश स्वीकृत भइसकेपछि जुन प्रतिस्थापन विधेयक आउँछ त्यो 60 दिनभित्रमा प्रमाणीकरण भइसक्न पर्छ प्रतिनिधि सभाबाट पारित गरेर यहाँ पठाएको छ हामीले अब यो विधेयकको बारेमा के गर्ने हो भनेको प्रक्रिया अवरुद्ध गर्ने हो भने 60 दिनभित्र पनि यसलाई हामी निष्कर्षमा नपुर्याउने हो भने यो पुरै राष्ट्रिय सभाले चाहिँ के छ भनेदेखि यो विधेयकहरू पारित गर्ने समयलाई पुरै क्रस गर्न खोजेको देखिन्छ त्यस कारणले अध्यक्षज्यूसँग मेरो एकदम हम्बल रिक्वेस्ट छ मैले कुनै जवाफ दिन खोजिरहेको छैन यहाँ म संविधानभित्र कुरा गरिराखेको छु र कस्तो परम्परा बसाउने त्यो पनि मैले कुरा गरिरहेको छु मैले प्रतिपक्षका साथीहरूले उठान भएको कुरामा कुनै तथ्यमा बसेर जवाफ दिन खोजेको छैन तर संवैधानिक प्रश्नमा मेरो एउटा सुझाव दिन चाहन्छु अध्यक्ष महोदयलाई हाम्रो सबैको आग्रह छ सबैको तर्फबाट म आग्रह गर्न चाहन्छु यताको साइडबाट त्यो के भनेदेखि प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिनु हुँदैन राष्ट्रिय सभाले यो सरकारको निजी विषय भन्दैन अब यो राष्ट्रिय सभाको चाहिँ विषय हो हाम्रो साझा विषय हो यो पारित होला यो संशोधन होला यो असफल होला त्यो आफ्नो ठाउँमा छ तर यसको प्रक्रियालाई नै रोकेर 60 दिन क्रस गर्ने गरिकन राष्ट्रिय सभा गयो भनेदेखि हामीले आफ्नो दायित्व निर्वाह नगरेको ठहर्छ त्यसकारण हामी आफ्नो दायित्व निर्वाह गर्ने कुराबाट हामी चुक्नु हुँदैन भन्ने मेरो एउटा सुझाव राख्न चाहन्छु यो बेन्चको सबै साथीको तर्फबाट